Yo, what's up? Hello guys, welcome to my channel again, once again. हैन आज चाहिँ 2-3 दिन बाद मैले फेरि मेरो ब्लग पोस्ट गरेको त त्यो 2 दिन चाहिँ अब सेम लोकेसन तपाईहरुलाई कति चाहिँ देखाइराख्नु भनेर नि मैले भिडियो चाहिँ अपलोड नगरेको। आज चाहिँ फाइनली मलाई के भन्छ नि भाइले पनि बोलाएको थियो अनि भाइले बोलाउँदाखेरि हल्का कन्टेन्ट पनि पायो भनेर म र साथी चाहिँ भाइलाई ल्याउन जाँदैछ हाम्रो गाउँबाट हाम्रो गाउँबाट। त्यही हामी दुईजना गफ गर्दै जाँदै थियो ठिकै दाजु पनि पछाडिबाट आउनुहुँदो रहेछ अनि सोध्दै थियो त कहाँ गएको भनेर हामीले भन्यो त्यो भाइले बोलाउँदैछ भाइ ल्याउनु गएको भन्यो नि त अनि तपाईँ चाहिँ कहाँ जानु भएको भनेर सोधेको नि त ऊ पनि जोइगो नै गएको अरे। त्यही बाटोमा गफ गर्दै जाँदै थियो। त्यही हाम्रो त यस्तै छ दुःख अलिकति होइन यस्तै छ खोला कोही पुल पनि बनिँदैन अहिले त धेरै के भन्छ कम्ती छ खोला त पानी झरीमा त झन् साह्रो पर्छ होइन। त्यही दाजुसँग अन्त दाजु हामीहरू गफ गर्दै जाँदै थियो। चाहे जेसुकै होस् हाम्रो गाउँ चाहिँ एकदमै राम्रो छ होइन हरियाली छ होइन भ्यूजहरू पनि भ्यूहरू पनि एकदम राम्रो छ त्यही इन्जोय गर्नु होला होइन। त्यो चाहिँ हाम्रो एसएसबी गेम हो यहाँबाट चाहिँ सिधै अब होइन बुलन्टनी लाग्दै थियो साथीले रेला गर्दै थियो तिमीलाई झार्दिउँ हेर्दिउँ भन्दै या रेला गर्दै थियो। त्यतिकै मैले भने मेरो ट्रेलर नगर त्यस्तोहरू नगर भनेको नि त पार्टीले त त्यहाँदेखि पुरा चाप्नु पो थाल्यो स्पिडभन्दा स्पिड कुदाउनु थाल्यो। अन्त हिजो चाहिँ एकदमै वेदर पनि अलिकति पानी पर्ला जस्तो थियो त पानी पर्ला भएर थियो त्यो भनेर उसले पनि भन्नु थाल्यो यता अलिक छिटो जानुपर्छ अहिले फेरि पानी पर्छ भनेर। अन्त हामी अलिकति छिटो गयो होइन छिटो गएर भाइमा के भन्छ नि पुरान गेटमा पर्खिरहेको थियो अरे हामी चाहिँ यताबाट ल्याउनु जानुपर्ने चाहिँ त्यसलाई भनेको नि बुलन्टनी आइज भनेर। अन्त त्यो मानेन हामीहरू चाहिँ भुटान गेटै जानुपर्ने त्यहाँदेखि बादमा यस्तो उस्तो गर्दै त्यो बस स्ट्यान्डमा आउने भयो। त्यहाँदेखि हामी चाहिँ बस स्ट्यान्डसम्म चाहिँ ल्याउनु जाने भनेर यता मामासँग सल्लाह गऱ्यो हो। त्यही गफ गर्दै हामी के चाहिँ गर्नु होइन त्यत्तिकै गफ गर्दै दुई भाइ जाँदै थियो। त्यही साथीहरू भ्यूहरू चाहिँ इन्जोय गर्नुहोस् होला होइन। अनि अहिले चाहिँ हामीहरू फाइनली बुलन्टनी पुग्यो। बुलन्टनी पुगेर चाहिँ हामीहरू यहाँबाट फेरि अब अगाडि जानुपर्छ नि त बङ्गलाबारे। त्यही दुई भाइ उसले भन्दै थियो साथीले भाइलाई अलिक अगाडि बोलाउ न आइपुग्यो कि आइपुगेन भनेर सोध्नु भएको थियो नि त किनकि वेदर पनि एकदमै क्या अब पानी पर्ला जस्तो भइरहेको थियो नि त त्यही भनेर साथी पनि डराउँदै थियो भरे फेरि खोला गऱ्यो भने भनेर सोध्दै थियो त। अन्त त्यहाँ भाइलाई रिसिभ गऱ्यो भाइलाई रिसिभ गरेको चाहिँ भिडियो बनाउनु पाएन त्यहाँ साथीहरू पनि भेटेको थियो नि त यो चाहिँ मेरो भाइ हो। हामी 3 भाइ फेरि 3 भाइ नै चढेर गयो त्यो डराउँदै थियो हामी चाहिँ एकदम अर्कै बाटो गयो कि अब उताबाट गएन नि त अलिकति डर हुन्छ ट्राफिकहरू हुन्छ भनेर ट्रिपल लोडिङ थियो फेरि हो साह्रो पर्छ भनेर यहाँ एकदमै त्यहाँदेखि त अँधेरो भइहाल्यो हल्का पानी पनि छिट्काउँदै त्यो हल्का भिज्दै आयो नि हामी त हो। त्यही अगाडि जाँदै थियो हामीले जाँदा त एकदमै क्या अलिक पहिले त छाटाक छिटिक मात्रै पानी पर्दै थियो बादमा त एकदमै पानी अलिक जोड नै आउनु थाल्यो क्या। हामी 3 भाइ एकदम भिजेर लफुक्के हो तर पनि के गर्नु जानै पर्यो। जहाँ जता हामी दिउँसो गएको थियो फर्किँदा त बेलुका भइहाल्यो फर्किँदा त्यो बेलुका भइहाल्यो अन्त साथी पनि डराउँदै थियो अब चाहिँ मलाई हामीले कराउँछ भन्दै थियो त्यहाँ हामी 3 भाइ चाहिँ गफ गर्दै भइहाल्छ यस्तो उस्तो भन्दै क्या त्यत्तिकै हो। त आजको लागि चाहिँ यति नै होइन कस्तो छ के छैन कमेन्टमा भनिदिनु होला होइन राम्रो लाग्यो सपोर्ट गरिदिनु होला त्यो दिनदिनै अब कोही कतिको के हो पनि राम्रो लाग्दिएको छ भने एकदम सपोर्ट गर्नु होला राम्रो लागेको छैन भने कमेन्ट गरिदिनु होला तपाईँको यो सर्ट एन्ड पार्ट राम्रो लागेन भनेर। आजको लागि चाहिँ यति नै टाटा बाई बाई सायोनारा।